गर्नु पर्यो कहाँदेखि कसरी तपाईँ उत्पन्न भएर आउनुभयो कति वर्ष भयो कति दिन भयो यो किन यहाँ छेदपिछेद तपाईँ गरिरहनु भएको छ तपाईँ आउनुभएको कति भयो कति वर्ष भयो कुन ठाउँ कहाँबाट चाहिँ तपाईँ यसरी यहाँ चाहिँ यसरी चाहिँ उत्पन्न हुनुभयो त तपाईँ भन्नु पर्यो राम्रो सुझाउँदै बुझाउँदै लैजा भनेको मान बाबु मान ल परमेश्वरा पाथी भरा देवी माता हुँहै पाँच कन्ने देवी जल कन्ने देवी सत्य जुक देखि यसै ठाउँमा बाटो चाहिँ आए ओहो लालो सेलो हो सुनि राख बोचे राख तिम्रो काखमा मह गाइने पति बन झाँकी खेल्दै देप्रे पछि बनै झाँकिनको काखमा खेली आएको छु ल परमेश्वरा खेल्दै त आउनुभयो तपाईँ किन यसरी छेदपिछेद गर्दै जानुभयो त अनि तपाईँ आफ्नो ठाउँमा बस्नु पर्दैन मलाई छोरा मैला भयो हैती मेरो शिरमा किन फेसा ठोक्यौ फलाम ठोक्यौ किल्ला ठोक्यौ मैले नै उज्यालो दिनु बत्ती दिनु किन यसो गर्छौ ल परमेश्वरा अब फेसा दिने छैनौँ अब त्यसरी गर्ने हामी छैन त्यसरी गर्दाखेरि कसरी अब के गर्दा चाहिँ हुन्छ त रोकथाम हुन्छ यहाँ चाहिँ पहिला त तपाईँलाई चाहिँ सुझाइ बुझाइ गरेर चाहिँ काम अगाडि सार्दा रोकथाम हुन्छ कि कसो गर्दा हुन्छ तपाईँहरू सुन्नुहोस् है त्यो बाटो बनाउँदाखेरि चाहिँ फलाम यसरी ठेस त्यो पिल्लरहरू लाउनु हुँदैन अरे मैले आउनु भनी बोला एको रुहै मानव ओहो मानव भन्दा ठुलो भगवान आए पछि कसैको पनि देखि राख्ने छैन है बाबु ल परमेश्वरा यहाँ चाहिँ अब ल परमेश्वरा